बनाइदिनु अरे बनाइदिनुहुन्छ बनाइदिइहाल्छु। यसको कति लाग्छ यो घडी त राम्रो रहेछ, पैसा त धेरै नै लाग्छ, मिलाएर नै बनाइदिउँला नि। हुन्छ बनाइदिनु न मेरो बाबाले यहाँ सुपथ मूल्यमा बनाइदिनु अरे त्यही भएर सुपथै मूल्यमा बनाइदिइहाल्छु नि। राम्रै रहेछ भाइको घडी। साथीहरू आउनुहोस्, यहाँ चाहिँ अलिक सुपथ मूल्यमा बनाइदिनुहुन्छ होइन। सबैजनालाई सबै प्रकारको यो घडीहरू पनि बनाइदिनुहुन्छ। सुपथ मूल्यमा बनाइदिन्छ होइन। अनि मलाई चाहिँ थाहा थिएन, यहाँ म हिँडिरहेको मान्छे हो होइन। यहाँ भान्चुकदेखि माथि रहेछ, म चाहिँ अलिक बाबाले नभनेको भए म यहाँ थाहा पाउँदिनँ। म पहिला हिँडिरहेको मान्छे हो। आउनु होला, यहाँ हेर्नुहोस्। यो चाहिँ टक्कसँग यहाँ चाहिँ कान्छा कान्छी अगाडि छ होइन। यहाँ शुक्रबार सेन्टर हाम्रो यहाँ अङ्कल हुन्छ। हाम्रो भाइको घडी राम्रोसँगै बनाइदिनु पर्यो। साइको भाइ घडी रहेछ, अब सम्झेर मलाई शुक्रबार सर्भिसमा खोज्दै सम्झेर कतै आएको रहेछ भाइले। भानुचोकदेखि कतै उकालो लागेको रहेछ। भानुचोकदेखि मासेर ठिक्क भेटेर भाइले यहाँ घडी बनाइदिँदैछु मैले भाइले चाहिँ। अनि मैले यहाँ चाहिँ बनाइदिइराखेको छु। राम्रै बनाइदिनु पर्यो। राम्रो पनि बनाइदिनु पर्यो, पैसा पनि धेर लिनु भएन। गाह्रो छ। र साथीहरू तपाईँहरूको नि घडी बनाउनु पर्ने छ भने शुक्रबारमा आउनु होला। सुपथ मूल्यमा बनाइदिनुहुन्छ होइन। घडी किन्नुहुन्छ भने यहाँ छ होइन। घडी किन्नु हुने भए पनि यहाँ छ, सुपथ मूल्यमा पाउँछ। अनि यहाँ चाहिँ अहिले मेरो घडी बनाइदिन्छ मेरो बाबाको होइन। बनाइदिइराखेको छु, राम्रैसँगले बनाइदिइराखेको छु। चल्नु पनि थालिगयो। राम्रै तरिकाले गरिदिइरहेको छु। त अप्ठ्यारो पर्दो रहेछ। मिसिन पनि अब राम्रै खालको पुरानो साइको 5 घडीहरू ओरिजिनलै बनाइन्छ। खासमा हुन चाहिँ सामानहरू पनि सबै खालको नै पाइँदैछ, पाउने छ। पुरानै ठाउँ भएकोले गर्दाखेरि त्यस्तो पैसा पनि खासै धेरै पैसा पनि लिँदैन। हामीले मर्मत रिपेयर गरेको सुपथमै गर्ने हो, मिलाएरै गरिदिने। सबै खालको सामान नकाएको घडीहरू चाहिँ मैले नै बनाउने हो। घडी बनाउनु पर्ने छ भने चाहिँ तपाईँहरू पनि आइदिनु होला साथीहरू होइन। सुपथ मूल्यमा बनाइदिन्छ घटाएर। यो पनि ठिकै नै भयो। यो पनि लगभग भयो। चल्नु पनि थाल्यो। सबै प्रकारको ब्याट्रीहरू पनि ओरिजिनल ब्याट्रीहरू पनि सबै थरीको ब्याट्रीहरू पनि पाउने गरेको छ। यहाँ ब्याट्रीहरू चाहिँ ओरिजिनल पाउँदो रहेछ होइन। सबै ओरिजिनलै हो नि अङ्कल? ओरिजिनल हो, म्याक्सवेल जापानिज हो यो सबै।
तपाईँहरूले पनि बनाउनु पर्ने छ भने म चाहिँ यहाँ बायोमा लोकेसन राखिदिइराख्छु होइन। तपाईँहरू पनि धरानतिरको हुन्छ भने आइदिनु होला यहाँ शुक्रबार सेन्टरमा। म लिङ्क यहाँ कमेन्टमा राखिदिन्छु नभए काहीँ न काहीँ चाहिँ राखिदिन्छु, नभए स्क्रिनमा राखिदिइराख्छु। यहाँ घडीहरू पनि किन्नुहुन्छ भने आइदिनु होला। यस्तो खालको घडीहरू पनि छ मिलेनियमको। यहाँ चाहिँ सबै वाटरप्रुफ होला होइन। वाटरप्रुफ सबै वारेन्टीवाला हो। मेरो बाबाले भन्नुभएको सबै वाटरप्रुफहरू पाउँछ अरे क्या। वाटरप्रुफै छ यहाँ, राम्रै क्वालिटी भन्ने छ, पानीमा पस्ने सस्तो पनि हो। सबै सस्तो घडीहरू नै हो हिँड्नेहरू पनि। सबैको प्राइस भनिदिनुहोस् न त, घटाइदिनुहुन्छ होला नि त होइन। घटाइदिइहाल्छु प्राइसमा। अब तपाईँहरूलाई पनि घडी किन्नुपर्ने छ भने त्यस्तो ठुल्ठुलो दोकानतिर चाहिँ नगइदिनु होला होइन। यहाँ चाहिँ सुपथ मूल्यमा पाउँछ। ल आजको लागि चाहिँ यति नै होइन। आउनु सक्नुहुन्छ यहाँ हाम्रो कान्छा कान्छी अगाडि शुक्रबार सेन्टर होइन। यहाँ चाहिँ सबै प्रकारको घडीहरू मर्मत गरिन्छ होइन। ल साथीहरू आजको लागि चाहिँ यति नै, बाई बाई। हाम्रो घडी पनि बनिसक्यो। बाई गर्नु त अङ्कल। बाई बाई। तिम्रो घडी बनिसक्यो, लगेर बाबालाई दिइहाल्नु। बाई बाई गाइस, आजको लागि यति नै।